हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै ठिकठाकै छु साथीहरू। आज चाहिँ म मनोकामना मन्दिर घुम्न आएँ अनि सर 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 यो मूर्तिहरू देखाउँदै हिँड्ने गरेको छु नि त। अनि हेर्नु न साथीहरू, यो मन्दिर चाहिँ मनोकामना मन्दिर चाहिँ एकदमै राम्रो छ है। यो गेटदेखि अलिक तलतिर हो। अनि त्यहाँ चाहिँ एकदमै राम्रो त्यो ऊ रहेछ कि यो मन्दिर चाहिँ कति खतरा तरिकाले बनाएको नि। यसको बुट्टा एकदम राम्रो छ क्या। अनि मलाई चाहिँ एकदम मन परेको भनेको त्यो मन्दिरको बुट्टाहरू एकदमै मन पर्यो साथीहरू। अनि मूर्ति पनि खतरा खतरा खालका मूर्तिहरू पनि रहेछ। अनि त्यता चाहिँ हामीले हेर्दै 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 हिँड्यौँ साथीहरू। अनि हेरेर चाहिँ गणेश भगवान् पनि देख्यौँ साथीहरू। अनि अब सर सर लाएर यहाँको बाटो पनि कति राम्रो, यो बाटोभरि कति राम्रो चेन गेट हो कि के हो यो, अब के लगाएको हो खै मलाई थाहा भएन। अनि कति राम्रो त्यो हिँड्ने बाटो हुन्छ नि त। अनि त्यसमा पनि कति राम्रो रोपेको के फुलहरू रोपेको, माथितिर कस्तो मान्छेहरूले गोड्ने त्यो झार जङ्गलहरू गोड्ने खालका गोड्ने अनि गोडमेल गर्ने कति राम्रो पाहाडी हेर्नु न त्यो भ्यू कि कति राम्रो त्यो कति दामी देखिन्छ क्या। त्यो एकदमै मन परेको कुरा चाहिँ मलाई त्यहाँ मान्छेहरू राखेर त्यो झारपातहरू दामी दामी त्यो फुलहरू रोप्ने एकदम राम्रो लाग्यो कि मलाई चाहिँ। असाध्यै राम्रो लागेको साथीहरू। अनि साथीहरू, मेरो बुढाले चाहिँ यहाँ मन्दिरमा फोटो खिच्दै हुनुहुन्छ। यो मन्दिर चाहिँ एकदम राम्रो कि मलाई मन परेको भने कि मन्दिर हो। अनि फोटोसोटो खिचिरहनु भएको बुढाले चाहिँ। अनि उता पारि त्यो अरूहरू दिदीहरू पनि खिचिरहनु भएको छ। अनि बस्दै स्टाइल पार्दै खिच्दै गर्नुभएको कि त्यहाँ चाहिँ त्यो मन्दिर चाहिँ हेर्नु न कति दामी हो कि बुद्धआमा पुरै नगरौँ न हो। अनि साथीहरू, हामी चाहिँ त्यहाँदेखि ठाडी निस्क्यौँ। अनि त्यहाँको हेर्नु न त्यो त्यो अघि नै मैले भनेको थिएँ नि, त्यो माथि कुनामा कि त्यो मन परेको भने सबभन्दा धेरै मन परेको भने त्यो माथि माथि कुना कुना त्यो तुलुङ्ग जुन्ने नि हो त्योहरू। त्यो तलतिर रोपेको त्यो फुलहरू हो कि के हो, त्यो काँडे झार हो कि के हो पो, अब खै त्यो त मलाई थाहा भएन। फुल काँडे झार तिनीहरू रोपेको चाहिँ एकदम मन पऱ्यो कि साथीहरू मलाई चाहिँ। अनि मन परिसकेपछि वाओ भनिरहेको थिएँ साथीहरू मैले चाहिँ। अनि एकदम हेर्नु न, देख्नलाई पनि यस्तो ठाउँमा घुम्नलाई पनि यस्तो मजा लाग्दो छ नि एकदम के एकदम एक्साइटेड थिएँ नि त म। अनि खुसी पनि भएको थिएँ, घुम्न पाएको पनि थिएन। अनि पहिला फर्स्ट टाइम घुम्न पनि त गएको थियौँ नि हामी। त्यहाँदेखि चाहिँ माथि वहाँ जाने मनोकामना मन्दिर जाने रहेछ। अनि त्यहाँ चाहिँ हामी गएनौँ साथीहरू, यहाँ चढेर जाने ठाउँ रहेछ नि त। अनि त्यहाँबाट फेरि हामी गएनौँ। अनि हामी चाहिँ त्यही सानो मन्दिरमा भए पनि घुम्यौँ र त्यतै अलिअलि हिँड्यौँ। हामी चाहिँ माथि चढेर मनोकामना ठुलो मन्दिरमा गएनौँ, हामी चाहिँ सानो सानो मन्दिरमा गयौँ। अनि गएर चाहिँ सर सर मैले अलिअलि भिडियो भन्छु कि मैले फेरि के भएको हो, यो बोल्न नजाने के हो। अनि अलिअलि भिडियो बनायौँ। अनि बाबु र आशिष चाहिँ अगाडि अगाडि हिँडिरहनु भएको छ। अनि बहिनी दिदी चाहिँ अगाडि अगाडि हिँडिरहनु भएको छ। 2-3जना छौँ हामी, समथिङ 2-3जना नै छौँ हो। त्यति हिँड्यौँ तलतिर खोला, त्यहाँ तलदेखि फेरि त्यो माथि चढ्ने ठाउँ के के हो कि त्यही त मलाई यो भन्नै जान राखेन हौ के हो यो। हो त्यहाँदेखि त्यो खोला देख्यो नि त। अनि खोलादेखि माथि माथि चढेर जाने मैले देखाइरहेको छु नि त। अनि टक्क लाएर त्यहाँदेखि सर लाएर हाम्रो टिमहरू धेरै हुनुहुन्थ्यो, त्यहाँहरू जानुभयो, हामी चाहिँ गएनौँ साथीहरू। अनि हामी चाहिँ यति मात्र घुम्ने भन्यौँ। अनि त्यो पहाडी मन्दिर हो, यहाँ पनि हामीले फोटो खिच्यौँ। अनि यता हो, यहाँ पनि पहिले सुरुमा फोटो खिच्नु साथीहरू देख्नुभयो नि। त्यो माथि फेरि यस्तो राम्रो त्यो हो कि त्यो झारहरू गोडमेल गर्ने फुलहरू रोप्ने मान्छेहरू कि यस्तो काम लाउने नि त्यो ठाउँमा। यस्तो दामी लाग्यो कि मलाई कुरै छोडिदिउँ कि त्यो फेरि मनोकामनाको भयो नि त गेट, मन्दिरको गेट कि त्यो सबभन्दा सुरुवात छिर्नेको गेट भयो साथीहरू। त्यो फेरि तलतिर झर्ने ठाउँ भयो। अनि टक्क लाएर तल माथि कति राम्रो बोट बिरुवाहरू रोप्ने गोडमेल गर्ने एकदम राम्रो लाग्यो कि यो ठाउँ चाहिँ मलाई। सरसफाइ पनि यति राम्रो छ नि कुरै छोडिदिउँ, सरसफाइ उस्तै छ। अनि टक्क 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 हामी हिँडिरहेको छौँ साथीहरू। अनि त्यति नै माथिबाट सिधा माथिबाट छुट्टै हिँड्ने बाटो, तलदेखि छुट्टै हिँड्ने बाटो साथीहरू। अनि गाडी चल्ने बाटो छुट्टै देख्नुभयो नि। यो चाहिँ एकदम छाँटा जस्तो के नि, ओढेर बसौँ जस्तो। ओ माई गड, ओढेर बसौँ क्या हो भनिरहेको थिएँ नि त साथीहरू मैले चाहिँ। अनि यसमा चाहिँ ओढेर बस्ने यस्तो कति राम्रो के यो के को बिरुवा हो, के गरेर बनाउँछन् हो यस्तो, आमा कुरै छोडिदिउँ कति राम्रो हो कि। म त त्यहाँको त्यो फुलहरू यस्तो बोट बिरुवाहरू बनाएको देखेर नै कति भएको थिएँ कि खुसी भएको थिएँ। अनि
हामी साथीहरू गेटमा पनि पुगिसक्यौँ, माथि छिरेको गेट दुन पनि पुगिसक्यौँ। अनि गेटमा पुगेर चाहिँ म भिडियो बनाउँदै गएँ। अनि बनाएर चाहिँ त्यो चाहिँ भयो पुलिस सर बस्ने गेट साथीहरू, तल कोच छिर्छ, कोच छिर्दा त्यो भयो यहाँ त्यो मनोकामना मन्दिरको बजार साथीहरू। अनि बजार चाहिँ खासै ठुलो थिएन, सानसानो सानसानो थियो। अनि हामी चाहिँ माथि गाडीसम्म आइपुग्यौँ साथीहरू। अनि आइपुगेर चाहिँ अब यताउति गरिरहेछौँ साथीहरू, के गर्ने यस्तै त हो नि। अनि